एभ्रिवान हाई हाई आज चाहिँ हाम्रो 7 डे है भाउजू डे 7 है तर भाउजूको त काम हुन्छ जानु पाउनुहुन्न आज चाहिँ मसँग आउनु भइरहेछ बिदा भएर आज डे 7 म भाउजूलाई लिएर दौडिनु जाँदैछु आज चाहिँ मजाले दौडिनुपर्छ है कति धेरै छ अहिले पछि जाम लाउनु यो चाहिँ हामी दौडिने उकालो अहिले पछि म भाउजूलाई दौडाउँछु है भाउजू राम्रो रहेछ ठाउँ त राम्रो छ नि उता कति राम्रो छ झन् उता गएपछि दामी ठाउँहरू छ अहिले म देखाउँछु है म यहाँ कति वर्ष भइसक्यो यहाँ बसेको अनि 5 वर्ष म चाहिँ पोहोरको साल नै दौडिँदाखेरि चाहिँ दौडिँदैन अब घरमा अब काम परे आउँदैन यतिर आउने कुरै हुँदैन त्यो भएर यो क्याप चाहिँ घाम छेक्छ भनेर लगाएको केही छेक्दैन रहेछ मेरो चाहिँ छेक्छ निधारमा चाहिँ छेक्ने कि यहाँ गाला छेक्नु पऱ्यो आफूलाई गाला ठुलो लाउनु पऱ्यो नि त्यो अलिक यस्तो फराकिलोवाला तेमोतिर पाइरहेको थियो होइन गाला किन लाग्यो गालामा कालो कालो छ त्यो चाहिँ छेप्नलाई लगाएको मैले मेरो तर छेक्दो रहेनछ ऊ त्यो चाहिँ फुटबल ग्राउन्ड हो है भाउजू यहाँ भइहाल्छ सुयो घरौँ खेल्न आउने चाहिँ कता भन्दैन क्या यिनीहरूले तिनीहरू त नजिकै जाने होला यो चाहिँ फुटबल ग्राउन्ड हो नेपालीहरू भाइहरू अस्ति खेल्न आउने भाइको खुट्टा मर्काएको यहीँ हो खुट्टा मर्काएर हामी यहाँबाट यता जाने हाम्रो राइट लाग्ने राउन्ड घुम्यो भने नि हुन्छ घुम्यो भने यहीँ आइपुग्छ कहाँ जाने ओ तलतिर जाने कस्तो राम्रो ठाउँ छ हामी तलतिर गएर हजुरहरूलाई नजारा देखाउँछ है त नजारा यो चाहिँ के रहेछ यो चाहिँ के हो भाउजू थाहा मान्छे उक्लिने ठाउँ होला कि यो चाहिँ अब होला होला त्यस्तो बना होला क्या भाउजू यहाँ बुढासँग फोन गर्दै हुनुहुन्छ नेचरल आयो अरे कतिखेर खाना बनाउनु बाहिर कतिखेर जानुहुन्छ त 12 बजी भेट्नु मन भयो 1 बजी खाना खाएर भेट्नु होला नि त गाउँ नै हरिसक्यो हजुर गाडी आइदियो भने आफ्नो रोडको बिच हिँड्दा छ कामै छैन तर यता गाडी आउँदैन धेरै सुनसान छ आनन्द छ चिन्ने कस्तो रहेछ भने काम अब म तपाईँहरूलाई गाउँ देखाउँछु है गाउँ कस्तो राम्रो गाउँ मान्छेले काम नलाग्ने भने कोही पनि हुँदैन गाउँ त होइन गाउँ जस्तै राम्रो पनि नयाँ अनि के थाहा हुन्छ त गाडी आयो ल हेर्नुहोस् त कति राम्रो ठाउँ छ ओ त्यो दाँत फुच्केको बच्चा चाहिँ के हो यस्तो यो गरे पुरै दाँत पुरै थोते भएर रहेछ तर पनि राम्रो छ नर्कट भन्छ है यसलाई हामीले त नर्कट भन्छ कस्तो राम्रो देखाएन नि भिडियोमा त झन् है भिडियोमा राम्रो देखिन्छ नि त हरियो भएर नि अझ यो बर्खाको बेलामा त कति राम्रो हुन्छ फुलहरू पनि फुल्छ नि त पुरै हरियो भएर काँच भन्छ यसलाई होइन कि बाबी हो त्यो छेउको यिनीहरू खान्छ नि यो उहरू गाईहरूले होइन कडा हुन्छ यिनीहरू तर कडा हुन्छ दोनोहरूलाई चाहिँ दिँदैनन् क्यारे यो कडा हुन्छ यो कलिलोमा राम्रो हुन्छ घाँसको लागि चाहिँ कलिलोमा राम्रो हुन्छ यस्तो सुकेपछि बानेर हामीले दसैँमा बाबियो बनाउँथ्यो बाबियोको चाहिँ पिङ बनाउँथ्यो नि त नि पुरै बाबियो घर घरमा माग्नु जाने जम्मा गर्ने अनि पिङ बनाएर उयो गर्ने यसले नै हुन्छ यही हो अब यस्तै यस्तै हुन्छ हुन चाहिँ अब ठ्याक्कै चाहिँ चिन्दैन रमाइलो हुन्थ्यो
गाउँको लाइफ भिलेज लाइफ त नेपालमा पनि पाइन्छ बाँसेर खेल्ने कपालमा टाँस्नुपर्छ आमा कपाल त पुरै त्यसले हानेर खेल्ने भने हानेर खेल्ने अनि त्यो कपाल छ नि जग त्यो क्या पुरै त्यो निकाल्न सकिँदैन नि त जगको जस्तो पुरै डल्ला पर्छ होइन फलफुल चाहिँ यस्तो खाइ ठाउँमा त फलफुलहरू रोप्नु गाइस ट्रेन आयो ट्रेन यो एरियामा चाहिँ ट्रेन आएको गर्छ रहेछ प्लेनको आवाज भन्ठानमा होइन त्यस्तो के राम्रो देखेको हो कि यही ठाउँ चाहिँ कस्तो राम्रो देख्ने हेर्नु न मोबाइलमा त राम्रो है? देखिन्छ यस अब ओह्रालो दौडिने है भाउजू हस् थोक लाग्छ होला हजुरलाई दौड्यौँ है त सके दौडिने नसके नदौडिने है फेरि अहिले गाह्रो यो चाहिँ मेरो फेभरेट ठाउँ हो क्या भाउजू फेरि एक्सर्साइज हुन्छ नि त यहाँबाट भने सानो सानो भनिन्छ कि के हेरेर हिँड्नु तपाईँलाई आयो हेर न ऊ ल नेपालको ल ए कुकुरी कहाँ हेर न गयो सेम डे नेपालको त्यहाँ त कति धेरै छन् अनि यस्तो यस्तो त गाउँघरमा त कुखुराहरू लोकलै त पाउँछ नि अनि अहिले नेपालमा त लोकल कुखुरा त्यति पाउन छोडिसक्यो नि अनि पाल्दैन अनि लोकल कुखुराहरू खासै पाउन छोडिसक्यो त्यही ब्रोइलर गिरिराज के भन्ने मात्रै हो पोथीलाई फकाइरह अरे भाउजूले भनेको डेटिङ आयो होला नि त नि फकाइरह ऊ चाहिँ अलिकति त्यो भने नखरा खोजिरह होला नि त कुक 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 दौडिने बिस्तारै आउनु भनेको थकै लाग्ला नि त नि अब चाहिँ हामी एकछिन रेस्ट गर्ने है थकै लाग्यो धेरै हिँड्यो नि त नि आज बारी देखेँ क्या मलाई त्यो देखेर आनन्द म जहिले त्यही गरी हेर्दै आउँछु त्यो बारी हेर्दै आउँछु बस्तीमा दिशा छ ऊ त्यहाँ छ्या कुकुरको हात चाहिँ केही हुन्न सुकिसक्यो ओहो कति शीतल फिल भएको है यहाँ आहा यहाँ चाहिँ नेपालको जङ्गलमा गएर बसे जस्तै विदेश आएपछि थाहा हुँदो रहेछ नेपालको महत्त्व गाउँको महत्त्व है विदेश आएपछि थाहा हुन्छ गाउँको गाउँमा पहिला गाउँमा के बस्ने काठमाडौँ बस्ने भन्ने हुन्थ्यो अहिले थाहा हुने रहेछ यस्तै हो गाइज विदेश आएपछि र गाइज आजलाई यति नै हामी चाहिँ यहाँ बुढाबुढी पार्क आएर चाहिँ एकछिन बस्छौँ बुढाबुढी पार्क चाहिँ यहाँको फेमस पार्क हो है है भाउजू सबलाई थाहा हुन्छ हामी चाहिँ यहाँ नजिकै बस्छौँ हजुरहरूले कसैलाई कोही मान्छे हामीसँगै हिँड्न चाहनुहुन्छ भने चाहिँ यो भिडियो हेरिरहनु भएको छ भने चाहिँ आउनु होला हामी सँगै जाउँ ल बाई बाई भोलि चाहिँ 8मा भेटौँ ल